यस्तो पानीमा भिज्दै भिज्दै मुभी हेर्न भनेर को जान्छ? म जान्छु, हामी जान्छौँ। भाउजू र म चाहिँ जान लागेका थियौँ लालीबजार मुभी हेर्नको लागि। म रेडी हुँदै थिएँ। अलिकति पुट टुगेदर त देखिनु पर्यो मुभी हेर्न गए पनि। आफू राम्री भएपछि आफूलाई राम्रो फिल पनि हुन्छ। रेडी हुँदासम्म चाहिँ पानी परेको थिएन। मेरो 2 बजेको सो थियो। तर ठ्याक्कै निस्किने बेलामा पानी पर्यो। धन्न पठाओ चाहिँ टाइममा पायो पाउनलाई। तर हामी त्यहाँ पुग्दासम्म चाहिँ ढिलो भइसकेको थियो अनि भाउजू छिट्टै नै पुगेर मलाई कुरेर चाहिँ बस्नु भएको थियो। अराउन्ड 7-8 मिनट जति चाहिँ हामी लेट थियौँ। पुग्दासम्म चाहिँ स्टार्ट भइसकेको थियो। मुभीलाई जसरी अदालतसम्म पुर्यायो त्यो चाहिँ पुर्याउनु पर्ने भन्ने मैले नराम्रो चाहिँ कहीँ पनि देखिनँ। केही पनि लागेन त्यस्तो। कसैलाई कुनै कम्युनिटीलाई नराम्रो हुने भन्ने खालको चाहिँ मलाई चाहिँ लागेन। अब उहाँहरूलाई त्यो लागेर अथवा यो बेसिसमा स्टोरी छ है भन्ने हिसाबले पनि प्रिमियर हुनु अगाडि नै केस फाइल गरिदिनु भयो। आमाले आफ्नो छोरीको लागि अथवा आफ्नो बच्चाको लागि चाहिँ कतिको त्याग गर्छ त भन्ने खालको स्टोरीको वरिपरि नै घुम्छ घुम्नलाई। एउटा वादी कम्युनिटीकै स्टोरी प्लटमा बसेर भएको छ हुन चाहिँ। मुभी वर्थ वाचिङ छ। टाइम मनी सबै असुल हुन्छ। अब बिचमा ब्रेक भइहाल्यो हामी के गर्ने त? खाजा त खानु पर्यो। खाजा खाने के त भन्दा त्यही पपकर्न खाने, कफी खाने, लालीबजारकै पोस्टरमा फोटो भिडियो खिच्ने भनेर चाहिँ बसेका थियौँ। तर नमिल्दो रहेछ। सफल भइरहने रहेछ। ठ्याक्कै रोकेको बेला चाहिँ भने जस्तो पाउन चाहिँ गाह्रो रहेछ। त्यही भएर कति बेला आउँछ भनेर म कुरेर बसिरहेको थिएँ। भाउजू र म भएर खाजा चाहिँ लिएर गयौँ। अब यहाँ मुभी स्टार्ट नभइकन खाना त थाल्नु पर्यो। ब्रेकमै थियो तैपनि खाना थाल्यौँ एकछिन। अनि समाइराको, स्वस्तिमा खड्का, विशाल देवकोटा र प्रशंसा सुवेदीको क्यारेक्टर चाहिँ एकदमै राम्रो थियो। मेबी अब त्यसमा इम्प्रुभ गर्ने पार्टहरू चाहिँ कति थियो होला। अब मान्छेको मिक्स्ड रिभ्यू चाहिँ थियो। उहाँहरूसँग हाई एक्सपेक्टेसन भएर पनि होला। इभन अब डिरेक्टरसँग पनि हाम्रो हाई एक्सपेक्टेसन छ प्लस कलाकारहरूसँग पनि हाई एक्सपेक्टेसन भएको भएर चाहिँ मिक्स्ड रिभ्यू आएको होला जस्तो पनि लाग्न चाहिँ। तर इट्स नट द्याट ब्याड अथवा इट्स नट एकदम पर्फेक्ट खतरा छ पनि म भन्दिनँ। तर वर्थ वाचिङ चाहिँ छ। तपाईँले जति जे इन्भेस्ट गर्नुभएको छ त्यहाँ त्यो चाहिँ असुल हुन्छ। तपाईँको टाइम चाहिँ एकदम हुन्छ नि म बेकार आएछु भन्ने चाहिँ हुँदैन। मुभीको एन्डिङ चाहिँ के इम्प्रुभ गर्न सकिन्थ्यो कि भन्ने चाहिँ मलाई पर्सनली लागेको हो। सो द्याट्स अल। मुभी सक्यो अनि तल हामी पुगिसक्ने बेलामा चाहिँ बल्ल देख्यौँ कि पोस्टर चाहिँ त्यहाँ रहेछ कि सबैजना झर्दै हुनुहुन्थ्यो। अब डिस्टर्ब गरेर गर्ने कुरा पनि भएन। थ्याङ्क यू फर वाचिङ। यो चाहिँ एकदमै मैले मनबाट दिएको पर्सनल रिभ्यू हो है त।